एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि आइसकेको छु म चाहिँ अर्को भिडियो लिएर हजुरहरूको सामने। र हजुरहरूले अन्तिमसम्म हेरेर मेरो भिडियोलाई लाइक कमेन्ट सेयर अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि आज चाहिँ म बिहान बिहान धानको बियाड राख्न जाँदैछु। धानको बियाड हिजै राखेको अनि सबै हिजै गरेको। त्यसपछि चाहिँ हिजो पानी परेर आधी चाहिँ छोपिन सकेछ, त्यही भएर आज चाहिँ म झार काटेर छोप्छु। छिटो जान्छु, त्यसपछि झारसार काटेर छोपिराख्छु। हजुरहरूले हेर्दै गर्नु होला है त साथीहरू। यहाँ त सिजन अनुसार कामै काम, कामले कहिले नछोड्ने भयो। अब चाहिँ म जाँदैछु, हेर्दै गर्नु होला आशासँगै। बिहान बिहानै हाम्रोतिर चाहिँ भिड छ, यस्तो भिड। अनि अब चाहिँ म पुग्नै आँटेँ, हजुरहरूलाई देखाउँदै गर्छु, हेर्दै गर्नु होला है साथीहरू। म चाहिँ पुगिसकेको छु। यो चाहिँ हामीले हिजो धानको बियाड राखेको। यसपछि यहाँ चाहिँ छोपेको छु, यहाँ चाहिँ छोप्नु बाँकी छ, त्यहाँ चाहिँ छोपिसकेको। अब चाहिँ म झारहरू काट्ने छु अनि त्यसपछि छोप्छु। छिटो गरेर म चाहिँ घर जानुपर्ने हुन्छ। घरमा पनि काम छ है त साथीहरू। मैले चाहिँ छोपेर नि सकेँ। अब चाहिँ म घर जान्छु। छोपेर सकिसकेँ। बल्ल झार बटुल्दा झार नभएर कहाँदेखि बटुल्दा बल्ल सकेँ। अब चाहिँ घर जान्छु म, हेर्दै गर्नु होला है साथीहरू। तपाईँहरूलाई घर पुगेर भेट्ने छु। म चाहिँ घर आइसकेँ। अब चाहिँ चारो दिनु पर्यो सुँगुरलाई। के हो यस्तो तातो छ त बोजू? यो खै दुध दिनु त साप्ला। बेपना प्यार है मिसाउने नि हाल्नुभएको। अब चाहिँ म सुँगुरलाई चारो दिन्छु। भोकाइसक्यो नि। भोकै सक्यो नलाई मेरो। तातो भित्र छ किन के
कि छैन अस्ति खन्ने आमा होइन हौ त्यो खालको होइन कुन खालको भनेको ठुलो खालको तर बोट जस्तो चाहिँ एकचोटि फल्दैन 50 रुपियाँ बोटहरू कहाँले रे हुन्छ हिजो त देख्यौँ न हामीले छ अरे हौ भक्कु उसले लाँदै छ छत्रेलीले मेरो त अनि रोप्ने ठाउँ पनि हुनु पर्यो नि ल्याङ्ग्रीहरू हिजो लगाइदिएको भुस आज यति बनाएको छ भोलिसम्म त हिलो पार्दैछ नबाजी खौल बाजेकै गर्छ यो चाहिँ अलिक ठुलो छ यो सानो छ हाम्रो गाउँघर कस्तो लाग्यो हजुरहरूले भनिदिनु होला यहाँ मेरो करेसाबारी यो मेरो सुँगुरहरू